तल हजुरहरूले एउटा फोटो देख्नु हुँदैछ नि, उहाँहरू चाहिँ साउदीमा चाहिँ लोग्ने स्वास्नी भएर 4 वर्ष बिताउनु भएको छ। नेपाल आएछ भागेर पोइ भन्ने चाहिँ अहिले बवन्डर छ। यो भिडियो हेर्नुहोस् ल। बोलेर
माया गरेर नाता गरिस् तैँले मलाई माया पो अनि यो गरेको चाहिँ के हो त यो गरेको चाहिँ के हो तपाईँले किन यस्तो गरेको मलाई तैँले दिदी मलाई यसले मलाई अहिले मान्छे बच्चामा यस्तो भन्यो नि यसले मलाई बच्चा चाहिने भएर भन्छु पुलिस बोलाइदिनु पुलिस बोलाइदिनु प्लिज पुलिस बोलाइदिनु यसले मलाई बच्चा नभएर यस्तो गरेको तपाईँ भन्नुभयो किन यस्तो गरेको किन यस्तो डिप्रेसन तपाईँले मलाई यस्तो किन गर्नुभयो यो हालतमा किन भन्नु नगन्छ मलाई किन यस्तो बनाउनु भयो तपाईँले म कस्तो मान्छे यो हालतमा लिनुभयो मनै छैन मलाई कि मारेर पाल्ने मलाई बाँच्नु छैन तैँले मलाई यस्तो गर्लास् भनेर सोचेको थिएन मैले त्यही बेला तेरो यत्रो भर मानेर घरमा बारम्बार कन्ट्याक्ट गर्न खोजेँ त्यही पनि तेरो घरमा मान्छेले वास्ता गरेनन् मलाई किन यस्तो प्लिज मलाई भन्ने मलाई के गर्दैछ कि त्यसले मारेर जा मलाई नत्र भने घर मलाई त्यस्तो गर्ने तिमी पहिले डिप्रेसनमा मलाई पागल बनाइस के छैन मेरो दिमाग सुन्छ मलाई गर्नु छैन तैँले मलाई यो हालतमा पुऱ्याउन भनेर मैले विश्वास गरेको थिएन मैले आज किन यस्तो किन बोलेको बुदाले मलाई किन झुट बोलेको कि पहिला भन्नु पुलिस बोलाइदिनु उसले गर्दाखेरि मलाई यो हालत पुऱ्यायो म सक्दिनँ जिन्दगी खोज्दा कता यसलाई अहिले मेडिया नगरेको यो आउँदैन दिदी म बाध्य भएर मेडियामा आएको भनेको चाहिँ हेरेर दाइ हुनुहुन्छ यहीँनिर दाइ हुनुहुन्छ भने दाइलाई भनेको सबै कन्ट्याक्ट तैँले सबैलाई बोल्नुपर्छ धेरै झुट नबोल्नु है कुकुर हेरेर मलाई त्यसो गर्ने होइन कि तपाईँ पहिला पुरानो केस मैले भनिदिएको तपाईँको प्रेसर हाई हुने बित्तिकै मलाई रिस्नु त हेर्नु भने मलाई तललाई देखेर मलाई त घिन लाग्नु लागिसक्यो तैँले मलाई किन यस्तो गरिस् हेर तैँले मलाई शोषण गरी 1000 वर्षसम्म मलाई पागल बनाइस् तैँले अहिले मेरो बच्चा छैन भनेर तैँले मलाई यस्तो गरेको मलाई थाहा छ बच्चा छैन भनेर यस्तो गरेको तैँले मलाई बच्चा बनाइदिए भनिदिस् तैँले बच्चा छैन भनेर यस्तो गरेको तैँले मलाई झुट बोलेको यो बत्ती कसम छ यी मेरो छोरी छ मेरो छोरीको कसम खाएर भन्छु म तैँले मलाई केही गर्नु नदिएछ भनेको तैँले भनेको जस्तो मैले गरेँ के कुरामा कमी गरेर भन कुन चिजमा कमी गर्यो भने आफूले नखाएर तँलाई पाउँथे आफ्नो टाइममा दुनियाँ त्यागेर तँलाई गरेको मलाई मैले त तपाईँलाई झुट मेरो जिन्दगीमा खेलवाड गरेकै छैन बुझेर लगी मलाई बाँच्नु मनै छैन मलाई किन मार्न चाहँदैन हेर मैले भने मैले तँलाई बारम्बार पनि पहिला भनेको हेर तैँले यदि भोलिको दिनमा धोका दिइस् भने म बाँच्न सक्दिनँ भनेर मैले तँलाई भनेको हो बारम्बार तैँले अहिले आएर यस्तो किन तर मैले भनेको के बोल्नु भयो तपाईँ मलाई रोक म गएँ ल यसले के गर्नुहुन्छ गर्नु म गएँ मलाई केही भयो भने होइन मलाई त मलाई त गएँ अब म यसो बोल्नु नै छैन मैले यत्रो वर्षमा गरेको फल देखाइहाल्यो यसले मैले अब मलाई चाहिँदैन भयो त पनि चाहिँदैन भयो मलाई केही भयो भने होइन मलाई बाँच्नु मनै छैन चोर मलाई मेरो हात पागल बनाइस् बोल्ने अहिले भर्खर भनेको यसले के भनेर निवेदन हालेको छ एक दिन भेटेर निवेदन हालेको होइन
परिवेश भयो यहाँ हुन्न भने जहाँ बस्छु यहाँ जाम बरु के गरौँ के त्यस्तो नगर्नु के तपाईँ मैले हात हाल्न मिल्दैन मलाई मार बरु कसैले मार्न पर्दैन नगर्नु के त्यो मिडियामा आएर त्यसो देखाएर समस्या हुने कि हुन्छ तैँले त्यस्तो तैँले बाध्य बनाएको होइन तपाईँ किन त्यस्तो बोल्यो किन डिप्रेसनमा के डिप्रेसन कसरी डिप्रेसन यो हालत कसले पुऱ्यायो कसले पुऱ्यायो भन् तैँले पुऱ्याएनस् म त हुँदाखेरि म कस्तो थिएँ मान्छे भन् भन् कस्तो थिएँ म कस्तो थिएँ कस्तो खालको मान्छे थिएँ म भन् त कस्तो खालको मान्छे थिएँ म तँलाई त मैले त तँलाई त म त के गरौँ कि तँले मलाई मार होइन म त कि त तेरो त्यो भाइ छैन तेरो त्यो टुरी नकाटेर म चलाउँदैन मुसी तेरो त्यहीले बिगारेको होइन तेरो जे मन लाग्यो मलाई मैले अहिलेसम्म मैले त पनि भनेको थिएन कि आज तैँले मलाई बाध्य बनाइस् त भन्ने पनि त पनि तपाईँले मलाई भने होइन तँलाई मार्छु काट्छु के अरे एसी अब यही काट्छु हो अब हालिदिन्छु ल्याउ त अब हालिदिन्छु त्यो भने त्यो तपाईँले के गर्ने तपाईँले भने के गर्ने भनेको तपाईँ के भन्नु तपाईँले त म त तपाईँ बिहा गर्दैन म त तैँले मलाई भने मैले मलाई भनेको थिएँ यदि तैँले भोलिको दिन मलाई धोका दिइस् भने तेरो त्यो काटिदिन्छु भने भने चाहिँ मैले त्यो बाधा पुरा गर्छु यसको ल्याउ त ल्या दिदीले त मासु ल्याउ ल्या यसको यही बिगारेको यसको यसको त्यसै डिप्रेसनमा जे मलाई लाग्छ थिएन झुट बोलेँ मैले झुट बोलेँ झुट बोलेँ मैले झुट बोलेँ बस्नु न तपाईँ परमजी सर मैले झुट बोलेँ ए ल परम सर म झुट बोलेँ झुट बोलेँ मैले तैँले मलाई सबै चाहिँ मैले भनेपछि म नै तेरो माथि चढ्थेँ होइन भन् त म नै तेरो माथि चढ्थेँ होइन सबै चिज मैले गरेको होइन आइज गर भन्दा मैले थापेर राखेको थिएँ होइन बाटोमा बुझी लाज लाग्दैन तपाईँ त्यस्तो बोल्नु मलाई चाहियो मलाई किन मलाई यस्तो गरिस् मलाई किन यस्तो गरिस् मलाई किन यस्तो हालतमा पुर्याइस् तैँले भन् तँलाई यो आँसुको शराब त हेर यसरी भन्छु आफू कम छोरी छ अर्काको बुढाको लागि यति अर्काको बुढाको यो बुझीले तेरो पैसा कति छ कैँची त लिएर आउन यो बुझीलाई यस्तै फुट्यो भएर जान्छ बुझी साले यो मलाई झुट बोल्ने अनि यसको खेलाउन मैले बनाएको तपाईँलाई बनाइनस् कसरी बनाएँ 4 वर्ष के गरिस् त 4 वर्ष मैले के गरेँ सँगै बस्यो के गरिनस् त्यस्तो जाखा त दण्डा त जतिखेर मन लाग्यो त्यतिखेर गाडी लिएर आउने तँलाई गर्न मन लाग्यो भने त चुई आउने त हो अहिले गएर भन्दैन त यस्तो अब के भन्छ हेर त यो लासम्म त बेइज्जती बोल्ने है त्यस्तो बोल्छु म बोल्नु न त बोल तैँले मलाई बाध्य बनाइस् के गर्छस् तैँले मलाई अब के गर्छस् केही गर्दैन तैँले मलाई के गर्छस् मैले केही गर्दैन मलाई मलाई के गर्छस् ल भन केही गर्दैन के गर्ने तेरो गर्ने विचार के छ मैले के गर्छस् ल भन कसरी हिंसा दिलाउँछस् तैँले मलाई भन मैले कसरी दिलाउँछस् भन कसरी दिलाउँछस् मैले तँलाई के भनेको थिएँ बोलेको दिनमा ओए भन चित भेटे खाएन भन्नुहुन्छ उसँग त हरेक कर्मा छ तैँले फोटो मैले भेटेन कहिले भनेछु एकचोटि भन्दा भेटे खाएन टाढो होइन ए ननस्टप कल तपाईँलाई गरे तपाईँले भन्छ त अनि उसलाई देखाइसक्छु छु मैले भिडियो छ बस मैले देखाइसक्छु मैले थाहा छैन के भएर म बोले होइन है मैले चिने पनि धेरै भएको छैन कि तर म के अरे उसको प्रमाण सबै छ क्या उसँग त्यही भएर किन झुट बोल्नुहुन्छ भने कि कस्तो के झुट बोले मैले त भनेको थिएँ तपाईँ भन्नुहुन्छ त यसरी माया टिकटक मात्रै बनाए पब्लिक प्लेस टिकटक मात्रै बनाएको टिकटक मात्रै बनाएको तैँले टिकटक मात्रै बनाएको तैँले मलाई देखाइदिउँ भिडियो यहाँ सबैलाई भिडियो देखाएर राम्रोसँग गर्न त के गरेर देखाइदिउँ राम्रोसँग बोल्न त सब गरेको भिडियो छ मसँग बुझिस् यसै उसै होइन मैले तर के भन्थेँ यदि हेर भोलिको दिनमा केही भयो भने म आफू पनि मरेको थाहा पाउँदैन अरू मरेको पनि थाहा पाउँदैन भने यति छ भनेको राम्रोसँग कुरा गर्न राम्रोसँग मिल्ने कुरा गरेको हुन्छ तर यस्तो गरेपछि त कहाँ हुन्छ सब मान्छेले बाहिर हेरेर लाजे मैले बेइज्जत हेरोस् या एकजनाले मात्रै हेरोस् जसले हेरोस् मलाई मतलब भने यति छ मेरो समस्या सब ठाउँमा त सजिलो मेरो साथीमा झुट बोल्छ तानिले रे म सर सक्छु त्यस्तो बोल्दैन ज्यादा पनि नभन्नु त्यो बोल्दैन त्यस्तो राम्रोसँग हेर बोल्नु भयो भने के मलाई मारेर त अगाडि गर्न सक्छस् हैन न म बाँचे म कि मरेर भए पनि म आफ्नो न्याय तपाईले गर्छु बचौ तपाईँ त मैले यति घिना गरे भने नि यति छ मलाई मेरो ज्यानको प्यारो छैन हेर किनभने मैले आफ्नो ज्यान भन्दा बढी तँलाई माया गर्थे तँलाई थाहा छ कि छैन ज्यान भन्नु माया गर्नु त्यो थाहा छ कि आफ्नो
त्यो पहिले बुढाले किन दुसरी क्या गर्थ्यौ ए अहिले आएर त यस्तो भन्नु पोलिस नै त जहाँ था अहिले यस्तो आएर भन्नु लास्ट लाग्दैन भने पोलिसमा ल्याउ दिदी त्यस्तो त नबोल दिदी जता पनि डिप्रेसनमा नबोल म डिप्रेसनमा आएँ अहिले आएर है तैले अनि त्यो हरेक चीज गर्ने छैन अहिले म डिप्रेसनमा आएँ हैन अहिले आएर त म तँलाई तैले मलाई बोजिङ्री भनेर त यो हैन तैले यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ तैले यस्तो गरेको कपडा लगाइस यस्तो गरेको भनेर त तेरो मनको चिज मैले गर्न सकेन अनि तैले यस्तो गरेको हैन मलाई नाति सोझी भनेर तैले हेपेको कहिले भने हेरी कपाल बनाएको छु तैले गरेर त कपाल काटेको छु मैले हे कपाल काटेर तैले गराइदियो मेरो त्यति लामो कपाल काटेको तैले गराइदियो स्टे गरेको पनि तैले गराइदियो म यहाँसम्म पुगेको यस्तो कपडा पनि लाउँदैन तैले गराइदियो मलाई पाड्डे बनाएको मुजी हो कि नै म कस्तो मान्छे थिएँ भन् कस्तो मान्छे थिएँ म तैले बनाएको मलाई यस्तो त्यस्तो तैले भनेको कि नै तैले भनेको कि नै संयम भन्ने त्यस्तो बोल्दैन कसरी बोल्दैन नबोल्नु मेरो मनको कुरा नखोल्नु मैले यसरी भोलि नानी छ नानीले के होस् नानीले नानीसँग त तैले त हो अहिले रहेछ त नानीसँग भन्ने कुरा त्यही नानी मैले कहाँ झुट त्यही छोरी बच्चा होइन भनेर नानी तर त्यस्तो गरेको होइन तर लाज लाग्दैन त्यो बच्चा भनेर एउटा बच्चा भन्नुपर्छ होइन जानुपर्छ वैशाखसम्म यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ बुढेसकाल त तँलाई साथको टेन्सन नले म छु भनेको त्यो यही हो थोक्नु अब सबैले यही गर्न मन थियो भने चाहिँ तपाईँ मसँग तपाईँले मसँग परिचय हुनभन्दा पहिले मेरो गाउँको सबैले त्यति घर थाहा हुने मान्छे किन घरमा भनेकै छैन मैले हजुर सर यसलाई छोडेर पनि भाग्छ सर म यहाँ आउँथेँ कहाँ उहाँदेखि त्यो प्लेनमा म आउँथेँ के भयो सर यस्तो म भन्छु विगत 4 वर्षदेखि उसँग म साउदी अरबमा रोक्ने सस्ती भएर बसेको होइन योले मलाई 12 तारिक जनवरी 12 तारिक 5 बजेसम्म फोन लाइनमा सुतेको मान्छे म बिरामी छु कान्छी म बिरामी छु म सुत्छु भनेको मान्छे 81 रातिको 10 बजे टिकट काटेर घर पुगेको यो थाहा नपाएको मलाई भने पनि छैन केही पनि म पागल यसको कम्पनीमा गएर सोध्दाखेरि यो त घर आयो फिनिस भन्छ फिनिस घर आयो सर त्यसपछि मैले यसको घरमा बारम्बार कन्ट्याक्ट गरेँ होइन यसको भाइले भने घरमा भाउजू छ भाउजूको नम्बर दियो हजुरहरूलाई धेरै धेरै धन्यवाद छ साथीहरू मेरो भिडियो अहिलेसम्म हेर्नुभयो यो भिडियोको अर्को पार्ट आउँदैछ अर्को पार्ट पनि म हाल्नेछु हेरेर अनि मेरो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने गर्नुहोस् ल